स्वागत छ। आज हामी एउटा यस्तो साहित्यिक कृतिको गहिराईमा डुब्दैछौँ जसले सायद हरेक नेपालीको मन छोएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुना मदन हो। मुना मदन हामी मुना मदन प्रेम, पीडा र मानवताको महाकाव्य शीर्षकको लेखमा प्रस्तुत विचारहरूको आधारमा यो चर्चा गर्दैछौँ। यो एउटा खण्डकाव्य हो नि, होइन? मतलब एउटा लामो कथालाई पद्यमा भनिएको हो, पद्यमा, र सायद नेपालीमा सबैभन्दा धेरै पढिएको गाइएको कृति पनि यही हो। एकदम। हाम्रो उद्देश्य यस काव्यभित्र लुकिएका जुन प्रेम, बिछोड, सामाजिक यथार्थ र मानवताका तहहरू छन् नि, त्यसलाई केलाउनु हो। हुन्छ। ल, यो मार्मिक यात्रा सुरु गरौँ है त। कथाको केन्द्रमा छन् मदन, जो भर्खरै बिहे गरेकी पत्नी मुना र बिरामी आमालाई छाडेर पैसा कमाउन ल्हासा मतलब तिब्बत जान तयार हुन्छन्। मुनाले त नजान बिन्ती गर्छिन्, तर घरको त्यो आर्थिक अवस्था सुधार्ने, भविष्य बनाउने धुनमा मदन कस्सिन्छन्। हो, यहीबाट सुरु हुन्छ द्वन्द्वको श्रृङ्खला, होइन त? एकातिर पारिवारिक माया छ, पत्नीको बिन्ती छ, अर्कोतिर त्यो गरिबीबाट मुक्ति पाउने र परिवारलाई सुख दिने एउटा सामाजिक आर्थिक दबाव पनि छ। एकदम। यो केवल मदनको व्यक्तिगत इच्छा मात्र थिएन होला, त्यो समयमा धेरै नेपाली युवाहरूका लागि यो एक किसिमको बाध्यता जस्तै थियो। हो, परदेशिनु। राम्रो जीवनको खोजीमा यसले तत्कालीन समाजको त्यो आर्थिक व्यवस्थालाई पनि संकेत गर्छ। अनि मदन ल्हासा पुग्छन्, त्यहाँ उनले व्यापारमा सफलता पाउँछन् पनि। सोचे जस्तै धन कमाउँछन्, तर जति धन कमाए पनि मन त घरमै, मुना र आमासँग। त्यही त, कहाँ मान्छ र मनले। अन्ततः घर फर्कने निर्णय गर्छन्, तर फर्कने क्रममा बाटोमा उनी नराम्रोसँग बिरामी पर्छन्। यहाँसम्म कि सँगै आएका साथीहरूले समेत उनलाई बिचल्लीमा छोडेर हिँड्छन्। कस्तो दुर्भाग्य हो। यो घटना साँच्ची नै कथाको एउटा मार्मिक र निर्णायक मोड हो। जब आफ्नै भनिएका साथीहरूले स्वार्थका कारण छोड्छन्, त्यस्तो निराश अवस्थामा एकजना अपरिचित भोटे मतलब तिब्बती मूलका व्यक्तिले मदनलाई भेट्टाउँछन्। उनले मदनको जातभात केही सोध्दैनन्, बरु दयाले उद्धार गर्छन्, सेवा गर्छन् र बचाइदिन्छन्। हो, यो घटनाले काव्यको एउटा मूल मर्मलाई चरितार्थ गर्छ, मानवता नै सबैभन्दा ठूलो धर्म हो भनेर। हो, अनि यही मदनले जीवनको त्यो सबैभन्दा ठूलो पाठ सिक्छन्, जुन पंक्ति आज पनि उत्तिकै सान्दर्भिक छ जस्तो लाग्छ मलाई। मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन। एकदम सही। यो वाक्यले त्यो बेलाको त्यो जातपातमा आधारित रूढिवादी समाजमाथि गरेको चोट सामान्य थिएन। यसले मानवताको मूल्य जातभन्दा धेरै माथि हुन्छ भन्ने एउटा क्रान्तिकारी विचार प्रस्तुत गर्यो। तपाईले एकदम सही भन्नुभयो। यो केवल जातीय विभेदको विरोध मात्र होइन, यो त मानवीयताको सर्वोच्च आदर्शको घोषणा नै हो। अझ रोचक कुरा के छ भने देवकोटाले यति गहिरो दार्शनिक सन्देशलाई झ्याउरे लय मतलब सुन्दा लोकगीत जस्तो लाग्ने, सबैले सजिलै बुझ्ने र गाउन सक्ने सरल भाकामा प्रस्तुत गर्नुभयो। हो नि, यही सरलता र गहिराईको संयोजन नै मुना मदनको अद्वितीय विशेषता हो। यसैले त आम नेपालीसम्म पुग्यो नि। एकदम। तर कथाको दुखान्त यतिमै सकिँदैन, अझै बाँकी छ। जब मदन अनेक कष्ट सहेर निको भएर घर आइपुग्छन्, उनले थाहा पाउँछन् कि उनको अनुपस्थितिमा उनकी प्यारी आमा र जीवन सङ्गिनी मुना दुवैले संसार छोडिसकेका छन्। ओहो। मुना त मदनकै विरहमा प्राण त्याग्छिन्। कस्तो वज्रपात है। हो, यहीँनिर त्यो धनको निरर्थकता प्रष्ट हुन्छ क्या। हुन्छ। जुन सुख र सुरक्षाका लागि मदनले यति ठूलो जोखिम उठाए, यति दुःख सहे, त्यो कमाएको धनको के अर्थ रह्यो र, जब उनले सबैभन्दा मूल्यवान आफ्ना मान्छेहरू नै गुमाए। केही रहेन। यसले प्रेम, सम्बन्ध अनि मानवीय भावनाहरू भौतिक सम्पत्ति भन्दा कति धेरै महत्त्वपूर्ण हुन्छन् भन्ने कुरालाई उजागर गर्छ। यो सायद काव्यको सबैभन्दा शक्तिशाली सन्देशहरूमध्ये एक हो जस्तो लाग्छ। साँच्चै यो काव्यले प्रेमको त्यो उत्कर्ष, त्यागको पराकाष्ठा, बिछोडको असह्य पीडा अनि जातीय विभेद जस्तो सामाजिक कुरीतिप्रतिको घृणा र त्यो भौतिक सम्पत्तिप्रतिको मोहको व्यर्थता, यस्ता अनेकौं पक्षलाई अत्यन्तै सरल तर शक्तिशाली ढङ्गले प्रस्तुत गरेको छ।
यसको सरल भाषा र त्यो मन छुने लयले गर्दा नै होला यो कृति पुस्तौं पुस्तासम्म यसरी बाँचिरहेको छ। हो नि। त्यसो भए संक्षेपमा भन्नुपर्दा मुना मदन केवल मदन र मुनाको प्रेम र विरहको कथा मात्रै होइन। यो त त्यो बेलाको नेपाली समाजको ऐना हो, मानवीय संवेदनाहरूको गहिरो अभिव्यक्ति हो र जीवन दर्शन पनि हो। एकदम। यसले नेपाली साहित्य र समाजमा एउटा अमिट छाप छोडेको छ। हो। यो गहन चर्चाको अन्त्यतिर आउँदा खै एउटा प्रश्न मनमा उब्जिन्छ। भन्नुस् न। आजको यो भागदौडले भरिएको भौतिक सुख सुविधालाई यति धेरै प्राथमिकता दिने समाजमा, जहाँ सम्बन्धहरू अझै पनि पैसा र अवसरको तराजुमा तौलिन्छन् जस्तो देखिन्छ कहिलेकाहीँ। देखिन्छ। मुना मदनले दिएका सन्देशहरू जस्तै प्रेमको महत्त्व, मानवताको सर्वोच्चता, धनको त्यो क्षणभङ्गुरता, यी कुराहरू आज कतिको सान्दर्भिक होलान्। हो। यो हामी सबैले सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ।